दुईटा परिवार थप भयो अब ल कति हजारका हुने 16-17 करेला पनि यति धेरै फलेको होइन मम्मी दुई हानेर ल्यायो धन्न एउटा रहेछ आज फेरि अस्ति दिनटा थियो पब्लिक जागेपछि हेर्नु ल यो सबै रातिभरि क्षति भयो त्यो भएर सबै बाँस यहाँ पढानी हुँदैछ यतातिरको पनि फेरि तार टच भएर राति यो पड्केर आगो लागि बुढाबुढीलाई साथी चाहिन्छ त्यस्तो हो तपाईँलाई बुढाबुढी पनि चाहिन्छ अनि बुढी मान्छे ओलाखेरि हिँड्न हेलो गाइज व्हाट्सअप गुड मर्निङ वेलकम टु अनदर भ्लग अहिले भनेको बिहानको 10 बजेको छ र म चाहिँ भनेको यहाँ माथितिर जान आँटेको के भयो भन्दाखेरि अघि राति लगभग 1-2 बजीतिर भनेको हाम्रो घर माथितिर त्यहाँ बास गाडी छ अहिले म जान्छु अनि बास गाडीमा हावा हुन्डरी यति धेरै आएको थियो होइन अनि हावा हुन्डरीले गर्दा पुरै त्यो बाँस नुहेर त भनेको त्यहाँ ट्रान्सफर्मर पनि छ क्या ठ्याक्क माथितिर भएर त त्यहाँनिर छोएछ ब्याङ र बुडुङ आगो लागेर यस्तो बवाल भयो आगोको झिल्का म त टक्क झ्याल खोलेर सुतेको थिएँ लाइन गएको थियो क्या अनि पुरै हावा पनि चलिरहेको थियो किन एसी खोल्नु भनेर गरेको थिएँ यस्तो बवाल आगो लागेर अनि म त वास्तै भएन हाम्रो फ्रिज अन गरिरहेको थियो लाइन आएको छैन त्यहाँदेखि हिजो रातिदेखि होइन अनि के भयो कसो भयो केही पनि थाहा छैन क्या अस्ति नि गाउँभरिको त्यहाँनिर गएको 5-6वटा घरको फ्रिज पनि गएछ कसैको सफारी चार्ज गर्ने गएछ कसैको फेन बत्ती नि यो हाम्रो कोठा तल बस्नेहरूको बाहिरको बत्ती गएछ यस्तो स्थिति भएछ धन्न मैले अरू बेला चार्ज हालिरहेको हुन्थेँ हिजो चाहिँ मैले गाडी चार्ज हालेको थिइनँ नभए मेरो चार्ज के हुन्थ्यो अबदेखि म यस्तो हावाहुरी आएको बेला राति कहिले पनि चार्ज नहाल्नु पऱ्यो अनि पुरै त्यहाँ चाहिँ पुरै सब गाउँले एग्रेसिभ भएर अब त्यस्तो भइसके पछाडि त्यो बाँसघारी भनेको पहिल्यैदेखि हो क्या पहिला पनि त्यस्तो एकचोटि भएको थियो सबजना गएर खुकुरी लगेर बाँसा सब काटेर फालिदिने भनेर सबजना गइराख्नु भएको थियो कस्तो के छ म पनि च्यास्स जान्छु नभए त्यो फाल्नु पनि पर्छ क्या मान्छेको यार घरमा तपाईँको 50,000को फ्रिज गएको छ होइन चार्ज गर्ने हिजो एकजना तलतिर अङ्कलको 18,000को चार्जर सफारीको हिजो ल्याएर जोड्नु भएको अरे राति नै बडाङ्गा आगो लागेर पुरै ब्राङ्गे गएछ क्या अनि धेरैजना यहाँ 8-10वटा के 20वटा जति त फेनै गाउँमा गएको छ क्या पुरै टेबल माथि अब त्यतिखेर गर्मी हुन्छ सबैजना फेन चलाइरहेको झट गरेर सबैको माथिको आकाशे पङ्खा पनि होइन सिलिङ फेन पनि अर्को फेन पनि टेबल फेन पनि धेरै गएको छ के छ स्थिति उ त्यो बाँसघारी हो त्यहाँ सबजना काटिराख्नु भएको छ त्यो छ नि हो म त्यहाँ जान्छु है र पब्लिक जागेपछि हेर्नु ल यो सबै रातिभरि क्षति भयो त्यो भएर सबै बाँस यहाँ पढानी हुँदैछ यतातिरको पनि फेरि तार टच भएर राति यो पड्केर आगो लागि यस्तो डेन्जर भएको थियो नि र पुरै बाँस पब्लिक धुलाइमा हाम्रो फ्रिज अन थियो कि थिएन मम्मी फ्रिज चलाइरहेको थियो के भयो थाहा छैन धन्न मैले गाडी चाहिँ चार्ज गरेको रहेन थिएँ हिजो बेलुका अबदेखि म चार्ज कहिले पनि गर्दिनँ पुरै मान्छेका कसैका फ्रिज पड्केका कसैका वासिङ मेसिनै गएका कसैका फेन पड्केका यस्तो गाउँभरि स्थिति एकदम गाह्रो त्यो भएर लाइन साइन पनि केही छैन हिजो रातिदेखि गएको अहिले पनि त्यो बाँस सबै छोएको छ अनि त्यो सबै काट्नु भयो त्यो उता छोको जति गाउँ सब उल्टेर गएर गाडिसके पछाडि अब त्यस्तो नहोला यो बाँसले एकदम समस्या दिइरहेको छ पहिलादेखि मम्मी हो नि यो नि धेरै भयो धेरै यो पहिला पनि त्यस्तो भइरहन्थ्यो निकाल्नुभन्दा घरबेटीले त्यतिकै निकालिरहेको थिएनन् अब चाहिँ निकाल्छन् होला यति गरिसकेपछि सबै बाँस टुक्र्याएर सब त्यहाँ छोडिदिएको छ बाँसको टुप्पा काट्ने कुनै फेद काट्ने कुनै जहाँ असर गरेको छ सबै काटेको छ मम्मी डेडीले बाख्रा छिट्टै भेट्नु भएछ त दुईटा परिवार थप भयो अब ल दुईटा कति हजारका हुने 16-17 ठुलै छन् त राम्रै छन् त चिल्ला छन् ओके ल ठिक छ एउटा थियो अलरेडी घरमा दुईटा अरू थप 2 परिवार जानुभयो ल अब सानैलाई अब यता बाख्रा देखाइदिन जानु पर्यो बाख्रा देखाउँदा यस्तो खुसी हुन्छ कि मुन्ने हेर्दाखेरि सानो भर्खर उठेकी चाहिँ हिजो बाहिर कता बाटोबाट नि गइएको थियो छोरी एकदम गलेछ क्या त्यो भएर मस्त सानी सुतिन् अब हाम्रो छोरीले सानी अब मुन्नु हेर्ने पाक्नु यता सानो मुन्ने ओहो के करायो ओ माई गड के करायो ओहो लो ओ खै त लो मुनेलाई चाहिँ हेर्नु त यहाँ है तीनटा ब्रदरहरू छन् नि त यहाँ मुन्ने लु त मुनेले हात खाइदिन्छ नि फेरि मुनेले हात खाइदिन्छ नि फेरि मुनेले हात खाइदिन्छ लु ए लु यता हेर्नु न छोरो यता हेर्नु न ए
लु भयो अब मुनिहरू ल खुसी हुन्छ है बाख्रा देख्दा भात सात खाइदिन्छ नि फेरि तिम्रो त अनि हाम्रो ड्रागनको बोट पनि एकदम ठुलो भएछ अब सायद यो अर्को वर्षदेखि चाहिँ फल्नु पर्ने यो चाहिँ मजाले आएछ उता परको चाहिँ खासै त्यस्तो आएको छैन त्यतापट्टिको चाहिँ होइन त्यस्तो मजाले आएको छैन बेरामा पनि लगाइदिएको छ नि त यो चाहिँ मलाई लाग्छ अब यो आउने वर्षदेखि पक्कै पनि यो चाहिँ फल्न सुरु गर्छ जस्तो छ बाख्रा अलिक कराउन छोड है नभए त हिजो त यस्तो भयो होला मम्मी हिजो त बाख्रा गरेर लास्टै थियो त अनि मम्मीले मलाई भन्दा माया गर्नुहुन्छ बाख्रालाई नगर पैसा तिमीलाई मासु सिँगै काटेर खानु त्यसै आउँछ ठिक छ बाख्रा हिजो त यस्तो बवाल कराएको थियो है आज चाहिँ अलिकति युज टु भएछ कराउन छोड्यो नभए त आम्मामा हिजो त दिनभरि अस्ति पनि दिनभरि कराएर पुरै बत्ती त छैन म त बत्तीमा भाँदो रहेछ बिर्सेर है हल्का कालो आएको अवस्था हो नि त हेलो 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 के छ आमा छोरीको खबर सिलु राति कस्तो भयो भन त झ्याल खोलेर सुतेको थियौँ म त के भन्नु र साना सुतिरहेको छु भित्तामा यस्तो उठेर साना त झ्यालबाट हेर्न जाँदो रहेछ कि म त सानालाई भरे एनी टाइम उठेर हिँड्नु पर्ने हुन्छ भनेर पढेर सुते नि यस्तो डर लाग्दो है डेन्जर का मलाई त साइको हानेको बा यहीँ पो आइपुग्छ कि यहीँ पो आइपुग्छ झ्लाक झ्लाक त घरमै आएको जस्तो देखेको थियो नि साना हेर्नु न मलाई एउटा बिस्कुट खाने ओ माय गॉड मलाई यो खुवाउँछन् का मामु छ का लु मामुलाई खुवाइदियो मामुलाई खुवाइदियो सानो अनि छोरी पनि अहिले टोपी लाउनु थालेको छैन नि आफै लाउँछु न अस्ति टोपी लाउँदैन थिएँ होइन अनि अघि त टोपी लगाइरहेको छ म त अब घरमा बस्दा गर्ने भयो भनेर सानीलाई किन लगाइदिनु भनेर टक्क निकालिदिएको त हतार हतार खोलेर लाग्यो क्या अब चाहिँ पुरै बानी भइसक्यो फ्रिज खोलेको धन्न केही भएन छ फ्रिज हतार हतार बा बिग्रियो कि भनेर खोलेको होइन अनि एसी पनि अन थियो नि त एसी पनि खोलेको केही पनि भएन छ मेरो कम्प्युटर चाहिँ तल खोलेको भरे अनै हुँदैन ला म त गएछ मेरो अब डामाडोल भयो भनेको त भरे त्यो स्विच एमसिबीहरू झरेको रहेछ कि अनि एमसिबी गरे पछाडि धन्न हाम्रो घरको चाहिँ केही भएन छ तल कोठामा बस्ने भाइ बहिनीहरूको चाहिँ बत्ती पड्केछ दुईवटा राति अरू केही भएन छ नभए त्यो तल्लो घरमा पनि भनेको सिटीको चार्ज गर्ने गयो उतातिर फ्रिज गएछ के भएछ डामाडोलको नोक्सान लगभग धेरै भयो यार फ्रिजै तपाईँको 4-5 घरको त फ्रिजै पड्केछ फ्यान कति कुरै नगर्ने अनि पुरै विन्डी छ अहिले पनि यस्तो हावाहुरी छ र म चाहिँ चट्टसँगले नुहाइदा गरिसकेँ अब चाहिँ भनेको आज सानीको सुई हान्नुपर्ने छ 12-13 महिनाको होला सायद अस्ति हान्नुपर्ने नानी अस्ति बिरामी यताउता भएर हानेकै थिएन होइन आमा पनि ज्वरो आएर फेरि अल्छन्छ पो हिजोभन्दा हिजो दबाई ल्याइदिएको थियो नि तपाईँले दबाई खाएपछि अथवा भयो ल ठिक छ अनि दारी पालेर कस्तो छ आयो त मलाई दारी नपाल्नु सुहाएन झप्प देख्यो ए दाला पनि नपाल भन्नुभएको छ ल ठिक छ म काट्छु नभ्याएर ठिक छ दारी काट्नु पर्छ कपाल त त्यस्तो काट्ने बेला भएको छैन अस्ति काटेर आएको थिएँ दारी चाहिँ अघि काट्नु भन्दै थिएँ बिर्सिहालेछु नुहाउनुभन्दा अगाडि त्यहाँ मेसिनले काट्नु पर्यो भनेको म प्रायः ब्लेड चाहिँ लाउँदिनँ कि मलाई एकदम एलर्जी छ कि यो ब्लेड लगायो भने बिबिर आएर यस्तो गाह्रो हुन्छ त्यो भएर जहिले त्यो मेसिनले नि काट्छु करेला पनि यति धेरै फलेको होइन मम्मी म पुरै सुकुटी लाउनु पर्ने पो ए पुरै यो के पछि खानु अब हो के भुटु खानु पछि ओके ल अनि करेला अहिले पनि यति धेरै फलिरहेको छ तल पनि होइन त्यो भएर धेर पुरै पानी आइरहेको छ के हाल्नु र अनि बिग्रिन्छ भनेर सुकुटी करेलाको बस्नु खाने गरी के रोपाइ हो कि क्या छिमेकीको हो यहाँ पुरै छिमेकीको रोपाइ हुन हाम्रो चाहिँ कहिले हो मम्मी कहिलेसम्म हो हाम्रो रोपाइ अब यो त भदौमा रोप्ने गरेको छ कि यतिखेर ट्याकटुक पारिहाल्नु पछि त पानी धेरै हुन्छ विचार गरौँ अब साना साना थिएन माछा थिए पुरै अब जोता टिप्नु कहिले जोत्दा फेरि जोत्ने हो अनि जोतेर रोप्नु परेन ए फेरि अस्तिको जस्तै जोत्नु पर्छ ल त्यसो अब जोत्दा निस्क्यो भने तत्काल त्यसमा अहिले पानी पनि अस्ति सुकिया छ नि त ठिक्क यतिखेर चाहिँ रोप्नु भने साह्रै ठिक्क भएको छ अब भोलि विचार गर्नुपर्छ रोपौँ न त ट्र्याक्टर सेक्टर गऱ्यौँ हाम्रो पानी पुरै यहाँ
यहाँ पनि सुकेको छ। अब जोत्दाखेरि चट्टसँगले ला मारे मम्मीले लु टोपी छोरीको गयो नि टोपी उडा त्यहाँ ठ्याक्क पानी पनि घटेको रहेछ। अब रोप्दा चाहिँ ट्याक्क जोत्यो भने चाहिँ माछा छन् भने अब चाहिँ माछा पनि भेटिँदो रहेछ। अस्ति चाहिँ लास्टै धेरै पानी थियो कि त्यो भएर म किनभने कि खास कुरो म घरमा झ्यापझुप पक्रिदिइहाल्छ। लाइन फेरि गयो जस्तो छ आज झ्यापझ्याप झ्यापझ्याप भइरहेको छ क्या। लाइन त्यो बिग्रेर भर्खर जोडिएको थियो त्यस पछाडि लाइनको टुङ्गै भइरहेको छैन। अब चाहिँ म निस्किँदा ओर्दा सब ज्याक स्याक यो बर्खाभरि चाहिँ निकाल्ने बानी गर्नु पऱ्यो। कतिखेर के हुन्छ आफ्नो सामानको सुरक्षा आफै गर्नु पऱ्यो नि त। त्यो बिहा आयो कता पो छ हो सर्प हुँदैन हुन पनि सक्छ नि यस्तोमा। छोरीको टोपीले बाबाको ओहो तर्छ भने म त के हो त्यो ए म त कराउनु म त के बाछ बस्ने पनि हाम्रै म त ओ गर्नु त के आएछ भनेर गुड्डु र अहिले चाहिँ भनेको हामी अब गाडी चढेर चाहिँ चट्टसँगले छोरीको आज छोरीलाई रुवाउनको लागि होइन सिलो नानीलाई सुई हान्नको लागि हामी जाँदैछौँ। हाम्रो सानी खै म गाडी लक गर्छु रुनलाई एकदम रेडी भइसकेको छ हाम्रो सानी। अब त बुझ्यो होला अस्ति सानो थिएँ होइन घाँसै थाहै पाउँदैन थियो। अब त देख्दै गर्दा सुई लाउँदा सायद छोरीले पत्तो पाउँछ होला। अब त नानीलाई सानै सुई हानेर ल्यायो धन्न एउटा रहेछ आज फेरि अस्ति 3टा थियो। अब यसपालि एउटा मात्र छ छोरीको एउटा हान्न बाँकी छ एउटा 15 महिनाको ए 2टा हो ए ल एकचोटि आउने 2टा एकचोटि आउने अब 2टा बाँकी छ। एकछिन यहाँ बसाउँ खेलाउँ अनि मात्र जाउँ। र अहिले चाहिँ भनेको हामी ट्याक्कसँगले यहाँ पेल्टीमारीतिर आएको गाडीदेखि भित्रै ननिस्किने भनेर कहाँ देखिनु कहाँ देखिनु त्यो चाहिँ कहाँ परबाट बेलाइबाट अनि हामी यता पेल्टीमारी ठ्याक्क आयौँ होइन। अनि यस्तो दामी पेल्टीमारी अहिले ठ्याक्क पेल्टीमारी भनेको दमकभन्दा पारिपट्टिको गाउँ थियो क्या। पहिला भनेको यहाँ खोला नहुँदा यति गाह्रो थियो अवस्था। अहिले खोला नहुँदा भने चाहिँ पुल नहुँदाखेरि अहिले पुल बने पछाडि त यस्तो सिलो। तिमी पेल्टीमारी पहिला आएको थियो थिएनौ अनि कस्तो लाग्यो पहिलाको र अहिले? पहिला धेरै बचपनमा आएको थिएँ त्यतिखेर त खोइ बाटो ग्राभेल थियो होइन पुल पनि थिएन खोला थियो त्यस्तो 1-2चोटि घुम्न गएको थिएँ त्यस्तो खालको थियो। तर मजाले थाहा छैन अझ पनि तर त पहिला सानोमा सम्झेको भन्दा चाहिँ धेरै राम्रो भएछ। अझ बाटोघाटो कस्तो होइन जस्तै भएको क्या। म पनि अस्ति जहाँ पनि यो पिच भएपछि चाहिँ बाटो राम्रो अर्कै सफा राम्रो देखिहाल्यो नि। अब यहाँ पहिले माटो बलुवा ग्राभेल हुँदाखेरि कस्तो पक्कै धुलो उठ्थ्यो नि यही पनि कहाँ यही पनि अहिले यहाँ पिच भएपछि अर्कै सफा राम्रो देखिहाल्ने क्या। र हामी यहाँ जुस पनि नभेटेर बल्ल यहाँ जुस खान आयौँ। ल जुस खाइसक्दा सानै पनि उठो छोरो खै चुतेको थियो सुई हाने ल उठो नि ल जाउँ। अब सानी पनि सुतेको थिएँ नानी पनि ठ्याक्क उठिस ल है आमा आइयो है घर भन न छोरी खोइ हाम्रो हजुरी लु हाम्रो हजुरी खोइ हजुरी त्यहाँ हेरेर बस्नु भएको छ अया गरेर आयो। ओ माई गड तिम्रो फ्रेन्ड ए सानीको फ्रेन्डको फ्रेन्ड हेलो भनिदेऊ फ्रेन्डलाई हेलो फ्रेन्ड भनिदेऊ। लु आमाले टिका ल्याइदिनु भन्नुभएको रहेछ लगाइदियो होला आमालाई एउटा पहेँलो हरियो सबै कलर छ आमा तपाईँले भने जस्तै त्यही बैगुन लगाइदियो नि त आमालाई एउटा लाग्यो। समोसा हिजोको रहेछ समोसा अनि आलु परोठा के थियो त्यो भएर जुस मात्र खायो खानातिर लागेन घरमै खाजा त्यो भएर भोक लाग्यो मलाई त। अनि बुवा खै बुवा 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 भनेको बुवा प्रायः बाहिर बस्नु भएको हुन्छ नि त त्यो भएर भित्र बाहिर जाँदै बुवा खोजे कि खोजे सानीले जतिखेर
बुवाको रोइ नि आमा रुन त रुन्छ नि अनि तिग्रामा रोइ नि हुरुक हुरुक काले रोइ फकाउँदा फकाउँदा बल्ल 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 रोइ साह्रो बुवा खोज्दैछ होइन नातिनीले बुवा भएपछि कोही पनि चाहिँदैन होइन आमा आमालाई देऊ अरे आमालाई हजुर ल्याइदेऊ हजुर ल्याइदेऊ अरे लु त के छ हजुर ल्याइदेऊ अरे लु त अब त हजुर ल्याइदेऊ ल खाजा भनेको रोटी खाँदै हुन्छ फापरको अर्ग्यानिक रोटी बजारको भन्दा फापरको रोटी ठिक छ हो ठिक छ ओके ल मैले चाहिँ हिजो ल्याएको समोसा थियो त्यही 2टा समोसा खाइदिएँ मैले आमामामा खैरे भएछ त मेरो छोरी त अमेरिकन खैरे जस्तो भएछ त मेरो छोरी त हो अमेरिकानै जस्तो भयो कि छोरी त सेतो न सेतो घुमाएर बिचरा एकदम गाह्रो भइरहेछ मेरो छोरीलाई अवस्था गाह्रो छ मेरो छोरी हेर्नु नै घुमाएर गर्मी भएर यस्तो गाह्रो भएको छ धन्न हावासावा चल्दैछ र मात्र नभए त कुरै नगर्नु यस्तो गाह्रो भएको थियो छोरीलाई अस्ति त सानै केटाकेटी भएपछि सानले कसो गर्छ अरे काव्यलाई त्यो गेटमा आएर के हात गरे आजा आजा भन्दै बोलाउँछ हो काव्यलाई त्यसमा भन्दै रहेछ अचम्म लाग्यो तिम्रो बेस्ट दिदी गयो सानी दिदी कता गयो जतिखेर दिदी चाहिन्छ आमामा दा भन्छ ला कता गयो दिदी कता गयो नकली केटाकेटीलाई केटाकेटी चाहिने नो टच प्लिज के कस्तो अरे आमा कुरो बुढाबुढीलाई साथी चाहिन्छ त्यस्तो हो तपाईँलाई बुढाबुढी पनि चाहिन्छ अनि बुढी मान्छे आउँदाखेरि हिँड्न साथी हुन्छ ओके ल पुरै एकदम शीतल छ पानी पर्ला जस्तो हिजो राति पनि पानी परेको तपाईँलाई चाहिँ कस्तो खालको साथी चाहिरहेछ मलाई पनि मेरै उमेरको चाहिन्छ नि त्यस्तै हो अनि आज पनि पुरै पानी पर्ला जस्तो छ अघि राति पनि यस्तो बवाल पानी परेको थियो होइन अहिले पनि एकदम हावा चलिरहेको छ एकदम विन्डी खाले भइरहेको छ आमा कता वाक त पुरै हाम्रो छिमेकीको रोपाइ एकदम सुरु भइसकेको छ गाडी पनि आज धोइदिनु पर्ने थियो त्यतिकै भयो आज मैले भ्याइन भित्र बाहिर डिटेलमा सब यो म भोलि चाहिँ गाडी सर र धोइ पनि दिनु पऱ्यो भोलि हामी उता घुम्न जाने पनि प्लान गरिरहेको छौँ तपाईँले कहाँ जान्छौँ के जान्छु भन्ने कुरा भोलिको ब्लगमै देखिहाल्नुहुन्छ र मैले आजको ब्लग अब यिनीहरू एन्ड गरेँ म आजको ब्लग पनि एडिट गर्नुपर्ने छ पक्कै पनि तपाईँलाई आजको ब्लग मन पऱ्यो होला भिडियो मन पऱ्यो भने भिडियो लाइक गर्नु होला कमेन्ट गर्नु होला र हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने ट्याक्क सब्सक्राइब गरेर पनि जोडिनु होला त थ्याङ्क यू सो मच बाई बाई